आज राति हुने खेलमा यदि अर्जेन्टिनाले स्पेनलाई हराएर 2026 को वर्ल्ड कप जित्यो भने अर्जेन्टिनाले यो जेनेरेसनमा मेसीसँग कुनै पनि खेलाडीको दूरसम्म पनि कम्प्यारिजन हुने छैन। लगातार 2 पटक विश्वकप जित्ने टिम बन्नेछ अर्जेन्टिना। हेटरहरूको मुखमा बुझो पनि लाग्नेवाला छ, हेटरहरूको मुख पनि बन्द हुनेवाला छ, जसले डी मारिया बिना अर्जेन्टिना टिम अपुरो छ, डी मारिया बिना अर्जेन्टिनाले जित्न सक्दैन भन्छ, डी मारिया बिना यो टिम अधुरो छ भन्थ्यो। यो साल विदाउट डी मारिया फाइनलमा पुगिसकेको छ। मेसी अल द टाइम ग्रेटेस्ट प्लेयरको लिस्टमा हुनेछन्। यो जेनेरेसनमा त कसैसँग पनि कम्प्यारिजन हुनै सक्दैन, किनभने लियोनल मेसी यहाँ हुनेछन्। एकातिर लियोनल मेसी इतिहास रच्ने दौरमा छन् भने एकातिर यङ प्लेयर, यङ जेनेरेसन उदाउँदै गरेको प्रतिभा लामिन यामालले पनि मात दिन खोज्दैछन् मेसीलाई र अर्जेन्टिनालाई। हेरौँ साथीहरू, आज राति हुने 2026 को फिफा वर्ल्ड कपको फाइनल खेल अर्जेन्टिना भर्सेस स्पेनको खेल कसले जित्छ र 2026 को विजेता को बन्नेछ आज राति नै थाहा हुनेछ। यहाँनिर दुईटा कुरा हुनेछ, एउटा एक्सपिरियन्स र एउटा जोस जागरले भरिएको यङ प्लेयर।